ल, आज हामी नेपालको पूर्वी भेगमा रहेको एउटा रमाइलो गाउँ जाँतेको कथाबारे कुरा गरौँ है त। कसरी एउटा सामान्य ढुङ्गाको औजारले गाउँको नाम राख्यो, कसरी यो गाउँको विकास भयो र आज यसको पहिचान के बनेको छ। आउनुहोस्, यी सबै कुरा खोतलौँ। अब सोच्नुस् त, एउटा सामान्य ढुङ्गाको औजार जुन घर घरमा हुन्थ्यो त्यसले कसरी पुरै गाउँको नाम र पहिचानको स्रोत बन्न सक्छ। यही रोचक प्रश्नबाट हाम्रो आजको चर्चा सुरु हुन्छ। हो, यही हो जाँतो। अन्न पिस्नलाई प्रयोग हुने ढुङ्गाको परम्परागत घरेलु घट्ट। अनि अचम्मको कुरा के छ भने यही सामान्य देखिने औजारको कथा नै जाँते गाउँको कथा हो। ल सुरु गरौँ पहिलो खण्डबाट, गाउँको ढुङ्गे मुटु। अब हामी यही गाउँको नाम पछाडिको कथा खोतल्छौँ। अब जाँतो भनेको के हो त? यो अन्न पिस्नलाई प्रयोग हुने परम्परागत ढुङ्गाको घटो हो। भनिन्छ नि, कुनै बेला यो ठाउँमा जाँतो बनाउने र चलाउने चलन यति धेरै थियो, यति व्यापक थियो कि त्यही चलनबाटै ठाउँको नाम नै जाँते रहन गयो। साँच्चै कस्तो रोचक है। अब जाँतेको नामको कथा त थाहा भयो, तर यो गाउँ प्रशासनिक रूपमा कसरी बन्यो त? यसको लागि हामीले नेपालको समग्र ग्रामीण विकासको कथालाई अलिकति बुझ्नुपर्छ। नेपालमा गाउँहरूको विकासको यात्रा हेर्ने हो भने यसले विभिन्न चरणहरू पार गरेको छ। सुरुमा 1950 को दशकतिर सरकारले नै स्वास्थ्य, शिक्षा, बाटोघाटो जस्ता कुरामा ध्यान दिन थाल्यो। त्यसपछि 1970-80 को दशकमा आयो गाउँ विकास समिति अर्थात् गाविसको अवधारणा, ताकि स्थानीय स्तरमै योजना बनोस्। 80-90 को दशकमा एनजिओजहरू पनि सक्रिय भए र अहिले त स्थानीय सरकार मतलब गाउँपालिकाहरूले नै सामुदायिक समूहसँग मिलेर विकासको काम अघि बढाइरहेका छन्। अघि गाविसको कुरा आयो हैन? यो गाविस भनेको चाहिँ नेपालको पुरानो स्थानीय प्रशासनिक संरचना हो। यसले नै गाउँ स्तरमा विकासका योजना बनाउने, लागू गर्ने काम गर्थ्यो। हो, यही विकासको यात्रामा जान्ते पनि एक समयमा आफैमा एउटा गाउँविस थियो। तर अहिलेको नयाँ संरचनामा यो लेटाङ नगरपालिकाभित्र परेको छ, खास गरी वडा नम्बर 8 र 9 को रूपमा। ल, अब फेरि जान्ती गाउँमै फर्केर त्यहाँको समुदायलाई अझ नजिकबाट चिनौँ है त। यो जाते गाउँ कहाँ पर्छ भन्दा पूर्वी नेपालको मोरङ जिल्लामा। एकदमै सुन्दर र जीवन्त ठाउँ छ। अब जनसङ्ख्याको कुरा गर्दा सन् 1991 को जनगणनालाई हेर्ने हो भने त्यति बेला जातेको जनसङ्ख्या थियो 5622। अनि यो गाउँको एउटा एकदमै राम्रो पक्ष के हो भने यहाँको विविधता। यहाँ लिम्बू, राई, ब्राह्मण, क्षेत्री, मगर, नेवार लगायत थुप्रै समुदायका मानिसहरू एक आपसमा मिलेर बसेका छन्। यो विविधता जात जातिमा मात्र सीमित छैन, धर्ममा पनि देखिन्छ। गाउँमा मन्दिर पनि छन्, चर्च पनि छन्। यो सहिष्णुता साँच्चै नै एउटा सुन्दर उदाहरण हो। र यस्तो विविधतालाई एउटै धागोमा बाँध्ने कुरा के होला त? सायद त्यही साझा पहिचान जुन एउटा सामान्य ढुङ्गाको औजारबाट सुरु भएको थियो। ल, अब कुरा गरौँ आजको जातेको। अहिले त्यहाँको जीवनशैली, पूर्वाधार कस्तो छ त? पछिल्लो समय यातायातले जातेको मुहार नै फेरिदिएको छ भन्दा हुन्छ। अहिले जाते पथरे र जाते लेटाङ राजमार्गले गाउँलाई बाहिरी संसारसँग जोडेको छ। यसले गर्दा के भयो त भन्दा स्वास्थ्य, शिक्षा जस्ता आवश्यक सेवाहरूमा पहुँच एकदमै सजिलो भएको छ। शिक्षाको कुरा गर्ने हो भने पनि जाँते पछाडि छैन। त्यहाँको मुख्य शैक्षिक केन्द्र भनेको जाँते माध्यमिक विद्यालय हो। यहाँ प्रारम्भिक बाल विकास मतलब ECD देखि कक्षा 10 सम्मको पढाइ हुन्छ। त्यति मात्र होइन, विद्यालयले व्यवस्थापन र शिक्षा संकायमा +2 तहका कार्यक्रमहरू पनि चलाउँछ। ल, अब हाम्रो यो कथालाई अन्त्यतिर लैजाँदा हामी फेरि त्यही जातोमै फर्कन्छौँ। हेरौँ त यसको विरासत आज कसरी जीवित छ। यो जातोको भूमिका कसरी बदलियो त्यो हेर्नु न, कति रोचक छ। हिजो यो हरेक घरको लागि अन्न पिस्ने, जीविका चलाउने एउटा औजार थियो। तर आज यो एउटा औजार मात्र रहेन, यो त पुरै गाउँको साझा पहिचान, एकता र गौरवको चिन्ह बनेको छ। यो भनाइले एकदमै राम्रोसँग सार बताउँछ, होइन त? एउटा सामान्य घरेलु औजारबाट सुरु भएर सार्वजनिक स्मारक बन्दासम्मको यात्रा। साँच्चै जातोले जातेको पहिचानलाई हिजो पनि आकार दियो, आज पनि दिइरहेको छ।
र यो कुरा खालि भनाइमा मात्र सीमित छैन है। आफ्नो यही इतिहास र पहिचानलाई जीवन्त राख्न जातेका बासिन्दाहरूले मिलेर जाते पार्कमा जातोको एउटा मूर्ति नै स्थापना गरेका छन्। यो उनीहरूको एकता र आफ्नो ठाउँप्रतिको मायाको प्रतीक हो। जातेको यो कथाले हामीलाई पनि सोच्न बाध्य बनाउँछ हैन त? हरेक ठाउँको, हरेक गाउँ सहरको नाम पछाडि सायद यस्तै कुनै रोचक, कतै बिर्सिएको कथा लुकेको हुन्छ होला। त्यो कथाले नै त हो त्यहाँको समुदायलाई एउटा अदृश्य धागोले बाँधेर राख्ने।